हेलो एभ्रिबडी, सबैजना सन्चै हुनुहुन्छ होला। कस्तो दुःखद खबर होइन, इक्जाम रोकियो। हुन त हाम्रो देशको कानुन दैवै जानुन्, किनभने यहाँ जे पनि हुनसक्छ, रातारात हुन नि सक्छ। अहिले यति भन्दै गर्दामा अहिले अर्को न्युज आउन सक्छ, फेरि इक्जाम हुन्छ अरे भनेर। खै हुन्छ भनौँ या हुँदैन भनौँ, जे भनौँ होइन, एकतिरको हार भनौँ या एकतिरको जित भनौँ, जसरी बुझौँ, तर हानि कसलाई भयो भन्ने कुरा हो क्या होइन। कतिपयले सपना देखेको थियो नि त होइन, इक्जाम सकिन्छ, इक्जाम सकेर यो गर्छु त्यो गर्छु भनेर। ती विद्यार्थीको त सपना सपनै रह्यो, तर यही निर्णय अलिकति अगाडि गरिदिएको भए, थोरै अगाडि गरिदिएको भए, ती विद्यार्थी भाइ बहिनीहरू सायदै आफ्नो झोला होइन बोकेर भनौँ, या भनौँ न आफ्नो सामान बोकेर आफ्नो गन्तव्यतिर लागिराख्दाखेरि उनीहरू एउटा अर्कै हर्षले आएका थिए र आफ्नो केन्द्रमा पुगिसक्दाखेरि उनीहरूले थाहा पाउँछन् कि अब इक्जाम हुँदैन भनेर। अरे थोरै अगाडि भनिदिएको भए हुन्थ्यो होला नि त होइन र। तर अफसोस, उनीहरूलाई त बोलिदिँदा पुग्दो रहेछ, चाहे नेता होस् चाहे जोसुकै होस्, बोलिदिँदाखेरि के भयो त, पुग्यो। एकचोटि बोलिदियो, इक्जाम रोकियो भन्यो, सकियो अब। तर ती विद्यार्थी भाइ बहिनीहरूले जुन आजभन्दा हप्ता दिन अगाडि नै लिएको ती कोठाको भाँडाहरू कसले दिने? बाउआमाले नखाइकन एउटा ग्यास जोडेर ग्यास बोकाएर पठाएको भाँडा कसले दिने? सामान अटी नअटी यो चाहिन्छ त्यो चाहिन्छ छोराछोरीलाई भनी चामल छुट्याएको भाँडा कसले दिने? के विद्यार्थीहरू चाहिँ के मजाक हो? मजाक त होइन होला नि त। सकेको आफूले यत्रो टाढाबाट आएको हुन्छन् क्या विद्यार्थी भाइ बहिनीहरू। धेरैजनाको मैले पोस्टहरू देखेँ होइन, कति दुःख लाग्यो कि इक्जाम हुन्छ भनेर आएको, भइदिएन। अरे जब उनीहरूलाई हौसलाको खाँचो थियो यतिखेर, तब चाहिँ के भइदियो त, हौसला पूर्ण गिर्यो क्या। ताकि उनीहरू पूर्ण विश्वासमा के थियो भन्दाखेरि इक्जाम हुन्छ र हामी इक्जाम दिन जानुपर्छ भनेर पनि पूर्ण विश्वास थियो। तर उनीहरू जब इक्जाम दिन आउँछ तब इक्जाम हुँदैन भनेर चाहिँ भनिदिएपछि उनीहरू आफ्नो गन्तव्यमा फर्किन फेरि बाध्य भएका छन्। तर आउने जाने भाँडा त छोडिदिउँ, त्यो अगाडि नै रुम बुक गरेको पैसा कसले दिने होला? पैसा ठुलो कुरो होइन भन्नुहुन्छ होला, तर याद गर्नुहोस्, पैसाभन्दा ठुलो अरू केही पनि होइन क्या। अनि त्यही भएर भन्छु, जे गर्नु छ तपाईँहरूलाई गर्नुहोस्, जे निर्णय गर्नु छ नि गर्नुहोस्, जे आफूलाई मन लाग्छ त्यो गर्नुहोस्, तर विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ सामेल नगराउनुहोस्। मेरो चाहिँ आग्रह यति नै हो होइन। किनकि एउटा नयाँ जोस र जाँगर बोकेर आएका विद्यार्थी भाइ बहिनीहरूको लाई चाहिँ प्रयोग गर्दाखेरि उनीहरूको भविष्यमा चाहिँ अलिकति सवाल गर्दाखेरि अलिकति गाह्रो हुन्छ कि, किनकि सबै एउटै कुरा त हुँदैन, त्यही पनि अलिकति समस्या पो दिलाउँछ कि जस्तो लाग्छ मलाई चाहिँ होइन। यदि नराम्रो बोल्यो भने त्यसको लागि क्षमा प्रार्थी छु। हस् त।